आज चाहिँ कोरियामा अत्याधिक गर्मी भएको कारणले आज चाहिँ खानेकुरामा चाहिँ सामकेथाङ भन्ने छ, जुन चाहिँ सौले कुखुरोभित्र चाहिँ विभिन्न कोरियाका जडीबुटीहरू हालेर भातहरू हालेर उसिन्छ र अनि प्रत्येक व्यक्तिलाई एक एकवटाका दरले सौले कुखुरो दिन्छ। यो खाएपछि चाहिँ कोरियामा गर्मी घटाउँछ भन्नाले अब पसिना धेरै बग्ने भएर गर्मी घटाउँछ भन्ने मान्यता छ कोरियामा चाहिँ। यो हेर्नु सौले कुखुरा हो कि सबैलाई एक उन्टा। यो कुखुराभित्र चाहिँ मजाले कोरियाको जडीबुटीहरू हाल्या हुन्छ, त्यही हो उसिनेको हो। तपाईँ देख्न सक्नुहुनेछ आजको खाना चाहिँ यो छ। हाम्रोमा मात्रै होइन, आज कोरियामा लगभग धेरै ठाउँमा चाहिँ आज यही खानेकुरा खाके सौलो कुखुरो।